भन्दा हाइट यो डाँडाबाट अब झर्ने क्रममा छौँ। हाम्रो महायज्ञ भएको ठाउँ चाहिँ उहाँ पहेँलो उता घरभन्दा उता निलो पाल देखिएको छ। यसको बिचमा त्यो बाटो घुमेको ठाउँमा लास्टमा फाँट पनि देखिएको छ। यहाँबाट आँखाले चाहिँ भिडियोमा के देखियो, त्यहाँबाट गएपछि पारी चाहिँ नि काठमाडौँ जाने जुन त्रिशुलीको आदमघाट देखिएको छ। क्यामेराले कतिको देखाएको छ। अब हामी यो सिँढीसहित यहाँबाट बिस्तारै फर्केर हाम्रो तल गाडी छ, त्यो गाडीमा हामी जान्छौँ। यहाँ आएपछि तल झर्नै मन छैन, त्यति चिसो छ। नीलकण्ठ र गल्छीको दोसाँझ एकदम डाँडामा रमणीय स्थानमा। तर यो पर्यटकीय हिसाबले विकास गर्न खोजे पनि धेरै व्यक्तिहरू चाहिँ यहाँ नआउने रहेछन्। तर भगवानको चाहिँ दिव्य मन्दिर गुफाभित्र भगवान देख्न पाइयो। एकदम अलौकिक दृश्य, एकदम दामी लाग्यो मलाई चाहिँ। र मैले चाहिँ यो सुटिङको हिसाबले पनि पर्यटकीय हिसाबले पनि यदि यहाँहरू आउनु भएको छैन भने चाहिँ सबैजना पाल्नु होला भन्छौँ। मोटर बाइक सजिलै आउँछ, गाडी पनि 4 व्हिल गाडीहरू आउँछ, तलसम्म अलिकति हिँड्ने हो। दिव्य छ है।